नमस्कार। भगवान कृष्णको कथा त धेरै सुनियो। अब राधाको नजरबाट कृष्णको कथा सुन्ने पालो। राधा, स्वर, शून्यता र एक विद्रोहको कथा। जीवनमा कहिलेकाहीँ घटना हुँदैनन्, अनुभूति हुन्छन्। त्यस्ता अनुभूति जसले तिमीलाई परिवर्तन गर्छन्, तर चिच्चाएर होइन, चुपचाप। राधालाई थाहा थिएन कि त्यो दिन जब उसले कृष्णलाई देखी उसको जीवन दुई भागमा विभाजित हुनेछ, कृष्ण अघि र कृष्ण पछि। त्यो दिव्य थिएन, कथाहरूले भने जस्तो होइन। न त आकाश गर्जियो, न त कुनै तेज प्रकाश, न त कुनै देववाणी। केवल एक युवक, कृष्ण। त्यहाँ उभिएको मानौ ऊ पनि यो संसारमा मेल हुँदैनथ्यो, र त्यो क्षणमा केही अनौठो भयो। भक्ति होइन, समर्पण होइन, पहिचान। किनकि कहिलेकाहीँ जब तिमी कसैलाई भेट्छौ, त्यो पहिलो भेट जस्तो लाग्दैन। बरु यस्तो लाग्छ मानौ तिमीले उसलाई सधैँदेखि चिन्दै आएको छौ। राधाले भगवान देखिन, उसले देखी एउटा यस्तो मान्छे जसले ऊ जस्तै प्रश्न गर्छ, जसले गोकुलका नियमहरूमा आफूलाई कहिल्यै समेट्न सकेन, जसले उसलाई देखायो उसलाई जसरी ऊ साँच्चै छे, छोरी होइन, गाउँकी केटी होइन, कुनै भूमिकामा बाँधिएको नाम होइन, केवल ऊ आफै, राधा। र त्यहाँबाट खतरा सुरु हुन्छ, किनकि समाजले प्रेम सहन सक्छ, तर चेतना सहन सक्दैन। त्यो नदी किनारामा जहाँ निर्दोषता बिना प्रश्न बाँच्थ्यो, केही बदलियो। हावा भारी भयो, शान्ति अझ गहिरो, र शरीर केवल शरीर रहेन, एउटा अनुभूति बन्यो। एउटा प्रश्न कि ठुलो हुनु भनेको उत्सव होइन, आफ्नै भित्रको सामना हो। र त्यो नाजुक क्षणमा निर्दोषता र चेतना बीच राधा उभिएकी थिइन्, न भक्त न पापी, केवल एक मान्छे, आफू के बन्दैछु भन्ने बुझ्न खोज्दै। त्यसपछि आयो त्यो स्वर, न ठुलो न आदेश दिने, तर व्यवस्था गर्न नसकिने एउटा बाँसुरी। उसले नाम बोलाएन, तर त्यो स्वरले उसलाई चिनेको जस्तो लाग्यो। तिमीले बुझ्नुपर्छ, यो केवल सङ्गीत थिएन, यो एक कम्पन थियो। दैनिक जीवनमा एक दरार। हातहरू रोकिए, कामहरू अधुरै, मन भड्कियो, किनकि त्यो स्वर कानका लागि होइन, आत्माको लागि थियो। र राधाले त्यो महसुस गरिन्, बाहिर होइन, भित्र। मानौ उसले बनाएका सबै पहिचानहरू, सबै नामहरू, सबै सीमाहरू बिस्तारै हराउँदै गए। छोरी, नारी, समाज, सबै। र बाँकी रह्यो त केवल शून्यता। त्यसपछि उसले बुझिन्, बाँसुरी बोल्न सक्छ, किनकि ऊ खाली हुन्छ। न अहङ्कार, न प्रतिरोध, न आफ्नै आवाज। म बाँस हुँ, उसले महसुस गरिन्। ऊ सास हो, उसको सास बिना म मौन छु, र मेरो खालीपन बिना उसको सासको कुनै स्वर छैन। तर त्यो समर्पण कमजोरी होइन, यो निर्णय हो। राधा त्यो स्वर पछ्याउँछिन्, किनकि उनलाई बाध्यता छैन। उनी पछ्याउँछिन् किनकि उनले रोजेकी छिन्। र यही कुराले सबै कुरा बदलिदिन्छ। अब यो प्रेमको कथा मात्र रहेन,
यो विद्रोहको कथा बन्यो। हरेक पाइला जुन उनी त्यो स्वरतिर चाल्छिन् त्यो जीवनबाट टाढा जाने पाइला हो जुन उनको लागि लेखिएको थियो। नियमहरू, सीमाहरू, अदृश्य बन्धनहरू। बाँसुरीले उनलाई मात्र बोलाउँदैन थियो, उसले उनलाई पुनर्निर्माण गर्छ। अब उनी केवल कसैको छोरी होइनन्, कुनै नाम होइनन्। उनी एक प्रश्न बनिन्, एक खोजी, एक आवाज जसले आफैलाई बुझ्न खोज्दैछ। र कतै जङ्गलभित्र रुखहरूको मौन साक्षीमा यमुनाको किनारमा दुवैजना फेरि भेटिन्छन्। भगवान र भक्तको रूपमा होइन, तर दुई यस्ता अस्तित्व जसले नियमभन्दा बाहिर बाँच्ने हिम्मत गरे। र त्यो क्षणमा राधा अब केवल सङ्गीत सुन्ने मान्छे होइनन्, उनी स्वयं सङ्गीत बन्छिन्।